Hi, hot ladies. Ani, You can call me babe. Hello, baby. I miss you. So alright guys, welcome back है त हाम्रो चोक्रे ब्लगमा है। अहिले नै सुरु गरेको थिएँ ब्लग त मैले कपाल काट्न जाने भनेको तर जान पाइएन। राइसले आज सरप्राइज चाहिँ कहाँ लान्छु भने है। उहाँकै मुखबाट सुन्नुहोस्। सरप्राइज दिने मान्छे कहाँ जाने भनेको हामी आज। मलाई थाहा छैन यो सरप्राइज किरण भयो हैन। मलाई थाहा छैन उले लान्छु भने के हो कता हो कसरी हो किन हो के पनि थाहा छैन। अन्धाधुन्ध हो ल जाम भने जान्दिन हामीले पारा जहिले त्यही त जहिले जता जाम भने ल भन्यो थाहा पत्ता छैन। ओके छ रमाइलो हुनेवाला छ भने चाहिँ थाहा छ। साथीहरू सब आइसक्यो रे म पनि रेडी हुँदैछु। लगभग तयारी पुरा भइसक्यो। कति कपाल मिलाउनु पाए चाहिँ हुन्थ्यो। यतिकै मारेको छ त कस्तो क्युट हो के है। फर्स्ट भ्यू यस्तो छ हाम्रो के कुरा गर्नु। बाल्कनीको भ्यू क्या हाम्रो मन पर्छ। किरण दाइकोमा जानेछ हामी अब। किरण दाइलाई भेट्छौँ हाम्रो आजको क्याप्टेन हो हाम्रो किरण दाइ। किरण दाइ क्याप्टेन हो। रेडी भएर नि आइयो अब किरणकोमा जाँदैछौँ। दाइहरू चाहिँ माथि नै हुनुहुन्छ अरे। एक दुईजना साथीहरू चाहिँ आउँदैछन्। अब उतै गएर वेट गर्ने सबैजना मिलेर अनि त्यहीँबाट एकैचोटि निस्किने भनेर चाहिँ म चाहिँ आएँ। त्यस्तो छ ल। खोइ त किरण दाइ हेलो ओलीकम है ओलीकम। काम हानेर आइसक्नु हुँदाहरू यस्तो हो नि त हामी हैन। खोइ तपाईँ क्याप्टेन होइन आज। क्याप्टेन हो नि। सरप्राइज जाने चाहिँ कहाँ हो हामी जान्छौँ। सरप्राइज हुन्छ नि यो त। थाहा छैन। निस्किहाल्ने हो कि के हो कसो हो कता हो किन। खोइ त विशाल दाइको अब 10 मिनेटमा आउँदैछ अरे एउटा साथी। अनि यहाँको एक भ्यू हेर्नु न। ओहो कति राम्रो हो त नि यो त दाइ यार। मलाई नि यस्तो एउटा स्ट्यान्ड किनिदियो नि दाजु यार। राइस दाजु मलाई उ त्यो सिक्न मन छ त एक दुई दिन है। तपाईँले सिकाउनु पर्छ अनि मात्रै आउँछ। के भाती नि हो त्यो थाहा छैन फेरि। यहाँ त खाइतो रहेछ त यार। ल 15 तला भनेको 15 तलै हुँदो रहेछ है। आकाश जमिनको फरक पर्दो रहेछ। अनि यहाँ बसेर चिया खान त कस्तो मजा आउँछ होला है। होइन मैले त ल अब त्यस्तो छ। कहाँ जान्छ थाहा छैन। क्याप्टेन साहबलाई थाहा होला। सरप्राइज ल्याएको छ त्यस्तो छ। असल त हिन्दू कार्यक्रम गरौँ कि भनेर लागेको। कहाँ हाइकिङ हो जस्तो लागिरहेको मलाई कता कता चाहिँ। हाइकिङ गरौँ कि भनेर लागेको। एउटा कुरा चाहिँ थाहा भयो है हाइकिङ हो भनेर चाहिँ। आयो जस्तो जाऊ हाम्रो टोलीहरू मेरा बाबा काली लाग्दो रहेछ क्या। ल चलो चल्ते ल। हाम्रो गाडी नै आइसक्यो। जाउँ ल। के सन्देश के छ? धेरै दिनपछि भेट भयो यार। सुमन भाइ है म चाहिँ। हाम्रो सानोतिनो भ्लग बन्दैछ हेलो भनिदिनु न त। ल जाउँ। सुरुजी लगाउँ है लगाउँ। हामी छौँ। विशाल दाइ हुनुहुन्छ। विशाल दाइ हुनुहुन्छ होइन। हिरो देखायो नि पुरा ग्रिनरी भएर आइदिएको। अलिकति इको फ्रेन्डली भएर आइदिएको यार। लुगा लाएर त्यस्तो छ। अब हामी एकछिन शान्तिले किनमेल गर्छौँ होइन। अनि त्यसपछि जान्छौँ है त। जताततै फुलै फुल मात्रै छ त यार आजकलको। के छ मेरो भाइ सन्चै हुनुहुन्छ एकदम। को मान्छे हो? दर्शन दादा स्वागत छ है। कस्तो मिठा हाँसो छ हाम्रो लागि हेर त। थम्बनेलमा जौको जुस बोकेको त है। मान्छेलाई दिएको छ बोक्नु कि तपाईँ खानुहुन्न र दाइ? म खानेर नि सम्झेको नि के खाली होला नि। मेरो के खाली छ। खोइ त किरण दाइ। किरण दाइ होला है। किरण दाइ अझै टोली जम्मा हुँदैछन्। 1 2 3 4 5 6 जना 6 जना भयो नि। अझै कतिजना हुन्छ अब भेट्नै बाँकी छ है टोलीहरू है। जम्मो टोलीसँग जाँदैछौँ हामी आज।
स्वागत छ है ल सुबोजी हो ल ओली काम छ किन ल जाको आजलाई अलिखेर कन्टिन्यू गरौँला साथी ओके छ त हो सुमन यार के छ दर्शन दादा दिप दाई सुबोध प्रतीक म सुमन है अस्ति भेटेको थिएँ हामीले ल स्वागत छ हाम्रो ब्लगमा त्यसो भए जाम ल चल्दिएको ल याद सी यू अब समय आएको छ होइन होला बादल हेर्दिन यार बादल आऊ बादल आऊ कहाँ जाने भनेको लङ वुड कन्जर्भेसन रहेछ नि त यो होइन टोलीहरू आउँदैछ नि राइस छ यहाँ दामी रहेछ लङ वुड हो त्यही भएर खोइ त हाम्रो अलि टोलीहरू के छ आउँदैछन् केटाहरू टोलीहरुले पढ्नु हुँदैन केटा टोलीहरु सायद के छ रे बुलबुलैया ए लुकीमारी खेल्ने ठाउँ हो क्या हो कहाँ कुदी हौ ल बाटो बन्द रहेछ यहाँ एकै ठाउँ घुम्ने रहेछ कस्तो ठाउँ हो यस्तो कत्रो ल आइयो होइन अब कहाँनिर गएर बारबिक्यू गरिन्छ हाम्रो अरू दाइहरू आइपुग्नु होला त म त कुदेको कुदै भयो नि थगाइदियो अरे भाइले हाम्रो रवदीप दाई प्रतीक हाम्रो अशोक दाई सुबोधजी हेलो मासु खाने होइन त हामी आज खानुपर्छ यार दामी बनाएर ल्याएको सही हो ल यस्तो छ है खोल्नु पर्यो होइन दम दाई रमाइलो छ त ल है ल हामी अब सामान गाडीबाट निकालेर ट्याक्क जाँदैछौँ धेरै होइन 200 मिटर मात्रै हो ओ भाइ कहाँ हो मन बजो यस्तो छ है होइन आगो बाँध्ने कार्यक्रम हुँदैछ टोलीहरूको यतिको चाहिँ चाहिन्छ ल है पकाउँ है तपाईँको कति छ विशाललाई बोल्दै हुनुहुन्छ हाम्रो जिन्सी कालो भएर अपडेट हुँदैछ अब त रातो मात्रै आउँछ अब खाउन सुमन हजुर खाउन खाएको ल कस्तो दामी भएको हो यो त एउटा हेर्दै यो हाम्रो सुबोधजीलाई सडाउट लिएको ल दामी ओहो यो पो कडा होला जस्तो छ त ल है ल हाम्रो पार्टी यस्तै हुँदैछ किरण नै अझै हाले हुनुहुन्छ हाल्यो भने त्यही लाद लाग्छ हजुर राखेन दाइ भयो दाइ ल
चेस गरौँ दाइ ल मेरो भाँडा थापिरहेको छु यस्तो त हाल्नु हुँदैन कथा भन्दै फोटो खिचिदिन्छु भनेको म यस्तो पहिलामा सबकै छ नि ल त्यही होइन रमाइलो भयो अब हामी एकछिन वाकमा जान्छौँ यहाँको भ्यूहरू हेर्छौँ खास हामी उता बारबिक्यू गर्ने भनेको थियो त्यहाँ चाहिँ छुट्टै मान्छेहरू बुक गरेर रहेछ कि त्यहाँ चाहिँ भएर जानु पाइएन यहीँ बस्यो रमाइलो गऱ्यो मासु खाइयो वाइल अब एकछिन हामी जान्छौँ वाकमा के हुन्छ हेरौँला है त यहाँ छुट्टै छ है माहौल फेरि है सक्दैन है समय आएको छ कुरा मिलाउन रुम खोज्नु पर्छ ओए मायालु समय बदलिँदैन त्यो त लास्टै हँसायो यार त्यसले है के छ हैन मेरो कुरो सुन्नु त मेरो कुरो के छिटो बताऊ के म बताउँछु तराउनेवाला छैन म किन दाइ अब के हो यहाँबाट कता हो हजुरलाई थाहा सबै तलतिर जाँदैछौँ बाटो छ हामी गएर खोला नाला हेर्छौँ अच्छा त्यसपछि डोम भन्छ होइन घर जस्तो हेर्छौँ त्यसपछि एउटा फेरि राम्रो भर्याङ जस्तो बाटो छ ड्रोनै हो नि हामी यति अग्लो यति माथि आउँछ ड्रोनै आइरहेको Oh my god. मेरो ड्रोन अलिकति तल धार्नु पर्यो खोइ ल दाइ अलिकति तल ड्रोन मोबाइल कनेक्ट हाम्रो मोबाइल एउटा हुन्छ नि फेरि कन्ट्रोल पुरै ड्रोन त पाइलट हो आजको है कुटेर आउले भन्छ पुरै छुटिसक्यो यहाँ हाम्रो दाजुहरू फेरि लालबहादुर कमान्डर लालबहादुर कमान्डर आज राजेशले जोक यति हान्यो कि मायालु हेर्ने त हेर्ने अरू भन्दा नि भाइले जोक चाहिँ छुटायो कि जोकहरूको भिडियोहरू सब छुटायो त्यो अलि हाल्न लाग्थ्यो राइसले आज चाहिँ तपाईँको भन्नुहुन्छ भने सबलाई चाहिँ यस्तो हान्यो कि जोकले कसैको जिब्रो खार्ने कसैको के खार्ने हराउने मान्छे है माओवादी टोली हिँड्दै नि अर्को दुईटा काङ्ग्रेस कहाँ गयो ओ किरण दाइ भारी पुगो समय बदलिएछ ठिकै छ हामी चाहिँ अहिले होइन जङ्गल वाकको लागि आइसक्यौँ बिचमा रमाइलो गरियो बारबिक्यू गरियो स्कान गरियो रमाइलो गरियो अहिले चाहिँ जङ्गलको बिचमा छौँ यस्तो छ हाम्रो भ्यू पुरै खोला छ खोला हो कि पोन्ड हो आई डोन्ट नो है मैले फर्स्ट टाइम आएको हेर्दा पोन्ड जस्तो देख्छु तर खोला होला तर अति नै वाइल्डै रमाइलो छ चरा कराइरहेछ सुन्नु सक्नुहुन्छ द्याट्स ओके आई लभ दिस केटाहरू जङ्गल छिरे सुसु गर्नु होला आई डोन्ट माइन्ड म देखाउँदिनँ सरी ओइ सरी है मसँग छैन म त्यस्तो खाँदिनँ केटाहरूले भन्छन् भने नि आम सो सरी म सोझो मान्छे हो हामी चाहिँ यहाँ छौँ दाइ र म Hi hot ladies अनि हट लेडी राजेश अनि You can call me babe Hello, baby. I miss you. दाइ I like it है I like it that's dope
है नयाँ ट्रेल सुरु हुँदैछ होइन यस्तो छ कि हाम्रो ट्रेल घुम्दैछौँ हामी होइन दामी छ त्यो ट्रेल चाहिँ यस्तो छ कि है दारी हुन्छ अझै कति छ त यो ट्रेल अब छैन 10 मिनट भनौँ 10 मिनट भएपछि हामी त्यो डोमतिर पुग्छौँ अनि त्यसपछि लास्ट त्यही हो एन्ड नै हाम्रो त्यही हो तर रमाइलो छ है रमाइलो छ नि त एक्सर्साइज पनि भयो होइन ठिक छ सही हो होइन त हो दाइ यतिको रमाइलो चाहिँ चाहिन्छ ल म यसो हल्का टच दिएर आउँछ है दाइ टचमा जानुभयो म अगाडि बढ्दैछु तपाईँको हामी छिर्दैछौँ यहाँ होइन के हो जिन्सी पुरै मान्छे पुरै हरेर कृष्ण चाहिँ आउनु होला है फेरि है कृष्ण चाहिँ आउनु होला है घरमा को हुनुहुन्छ मसित के होला हजुरहरूलाई तपाईँको घरमा फुल फुलिरहेको रहेछ मेरो घरमा सधैँ फुल फुल्छ त्यही भएर भमराहरू बाहिरबाट घरको फुलहरूलाई आँखा लगाइरहेका छन् फुलहरू कस्ता कस्ता छन् त अब भमराहरू धेरै खालको भुनभुन आउँछ फेरि त्यो कसै कामै नलाग्ने खालको भमरा कसै अब एकदमै मेहनती भमरा अब तपाईँहरू कस्तो खालको भमरा पर्नुभयो हामी त मेहनती नै पर्यौँ नि खै यसो हेर्दाखेरि त देखिँदैन खासै त्यस्तो तपाईँ त चोरेर खाने भमरा जस्तो देख्छु म त बिल्कुल 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 सेकुर त्यस्तो नभन्नुहोस् होइन हामी त्यस्तो हामी त सोझा साझा इमान्दार भमरा तपाईँले हामी त भन्नुभयो फेरि एक्लै आउनुभयो कसरी हामी हुनुभयो म त यहाँ हजुरको अगाडि एक्लै आएको तर मेरा साथीहरू यहाँ पछाडि छन् यहाँ होइन यहाँ जताततै तपाईँ चोरी खाने भमरा पर्नुभयो तपाईँ चोरी खाने भमरा पर्नुभयो एक्लै चोरेर खानु लगाउनु भयो जानुहोस् तपाईँको आफन्त दाजुभाइहरू बोकेर आउनुहोस् ल भन्नुहोस् तपाईँहरू तपाईँको भतिज भाना भन्छ जे पर्यो भने उहाँ कतिको मेहनती हो त एकदमै साह्रै मेहनती खेत त धरो खन्छ खेत धेरै खन्छ उहाँले डग 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 मेसिन भनेको मेसिन है हजुर मेरो फुल बाहिर आऊ त बाहिर आऊ ल मेरो घरको फुल यिनीले भएर जान्नु पर्यो भमरा भएर मात्रै भएन बुनबुनाएर मात्रै भएन ल चुस्नु पनि जान्नु पर्यो भमरा आइ त हाल्यो अब नचुसी कहाँ जाला र कुरो त बिल्कुल गर्न मिल्दैन के छ सन्चै हुनुहुन्छ ल अब चाहिँ हामी फर्किदिन्छौँ होइन किरण दाइ कस्तो भयो ट्रिप आज कस्तो भयो मलाई त रमाइलो भयो हजुरलाई कस्तो भयो म त भगवान नि आजको क्याप्टेन गाइड है म चाहिँ रमाइलो भयो है सबलाई कतिचोटि आज बबालै भयो है रौदीप चाहिँ आज त वाइल्ड भयो है होइन त्यही नै हो ल है त अर्को भ्लगमा भेटौँ ल बाटो मजाले खिच्छौँ होला सिउ टाढा सबैलाई बिदा माग्नु पर्ने हुन्छ ल सुबोजी रमाइलो भयो भेटौँ गरौँ ल रमाइलो गरौँ ल नेक्स्ट टाइम सिउ ल त है ल सिउ अर्को रमाइलो गर्दै गर्नुपर्छ है 3 महिनामा साथी अब 1-2 महिनामा ल साथी ल विशाल दाइ
रमाइलो भयो धेरै धेरै धन्यवाद अशोक दाई ब्लग हेर्नु होला राम्रो जानु है त हाम्रो जम्मू टोली यहाँ छ नि ल बिदा नानी भइसक्यो अब हामी चलिदिनु पर्ने हुन्छ रमाइलो भन्दै दाइ दामी भयो नि कस्तो दामी सनसेट आएको त यार बिस्तारी ल ल दाइ सिउ है त अर्कोचोटि भेटौँला Call me babe.